हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ हामीहरू क्याम्पिङ जाँदैछौँ, तर मेरो कन्डिसन चाहिँ ठिक छैन, रुगाखोकी ल्याइरहेको छ। त्यही पनि म जान्छु भनेर एक्साइटेड भएर चाहिँ म जान लाग्यो। अनि हामी चाहिँ 6-7 जना भइन्छ। अनि त्यहाँबाट अब एकछिनमा म ओपन जान्छु होला फ्रेस भएर। अनि एकछिनमा भेटौँला है त, सपिङहरू पनि गर्न छ। अनि त्यहाँबाट सबै देखाउँछु नि है त गाइज। ल एकछिन भेटौँला। ल गाइज फाइनली सृजन दाइहरू पनि आइसक्नु भयो मलाई पिकअप गर्नको लागि। अनि अहिले चाहिँ हामी लागिसक्यो होमबुस टु अभन। अब चाहिँ एउटा ठाउँमा सपिङहरू गर्न छ, टेन्टहरू किन्न छ क्याम्पिङको लागि। अनि त्यहाँबाट चाहिँ हामी घर गएर अभन गएर चाहिँ खानासाना रेडी गर्छौँ। अनि हामी एकछिनमा 2-3 बजीतिर हाम्रो जाने प्लान छ। ल लेट्स सी है त। अनि हाम्रो दाइ हुनुहुन्छ यता रोशन दाई, अनि सृजन दाई, आशिष दाई। हेलो गाइस। ल है त एकछिनमा भेटौँला। त्यो जाम रहेछ आज चाहिँ होइन, आज पब्लिक होलिडे भएर होला, पुरै जाम छ ट्राफिक। ल है त गाइज एकछिनमा भेटौँला। ल है त गाइज हामीले सपिङ हल्का फुल्का गरियो, कोस्टकोमा आएको। अनि त्यहाँबाट एकदम भेट रहेछ। अनि त्यहाँबाट हामी सपिङ गर्दैछौँ। हेलो गाइज हामी चाहिँ यस्तो लाइनमा छौँ, किन्न त सबै सामानहरू किनियो। अब चाहिँ हाम्रो पालो आउन लागिसक्यो, 1 घन्टा भयो कुरेको। अब चाहिँ आउँछ होला, अनि एकछिनमा भेट्नुपर्छ है त गाइज। ल है त गाइज हाम्रो प्रिपरेसनहरू हुँदैछ, अनगोइङ छ है। मैले त्यो त काटकुट पारेको सेफ हो नि त फेरि हल्का फुल्का। अनि यहाँ हुँदैछ, भाउजूहरूले चाहिँ यहाँ पकाउँदै हुन्छ। हाम्रो चाहिँ यहाँ के छ भन्दाखेरि यस्तो छ, पनिर पाक्दैछ यसमा चाहिँ। अनि हाम्रो भाउजू पनि सेफ हो, सेफ नम्बर 1 सेफ नम्बर 2, नम्बर 1 त म हो। अब म सबै देखाउँछु हो, इजी हो कि दाइले हिसाब गर्दैन हुन्छ बोसले। अब एकदम म्यानेजमेन्टको चाहिँ म म्यानेजर जस्तो मान्छे होइन, मिलाउँदैछु। अब हामी एकछिनमा हामी रेडी भएर निस्किन्छौँ होइन, टक्क लाएर हामी निकासतिर जाने हो, उतै बस्ने हो, त्यहाँ इन्जोय गर्ने हो। हाम्रो होलिडे टाइम 3-4 दिन बिताएको छ, इन्जोय गर्ने हो गाइस। लाइफ इज अल अबाउट इन्जोयमेन्ट। मस्त खाने, मस्त रमाउने, मस्त कमाउने। ओके ल है त गाइज, अब हाम्रो अलमोस्ट रेडी भइसकेको छ सबै सामानहरू। यहीँबाट खानासाना पकाएर लिएर जानु लाग्यो। अनि चिकनको आइटमहरू, म्यारिनेसनहरू यताउता सबै हुँदैछ। ल है त गाइज अब एकछिनमा भेटौँला अहिले है त। सामानहरू चाहिँ यो रेडी भइसकेको छ। हाम्रो छ यता पापड, यता म्यारिनेटेड यो मसरुम एन्ड क्याप्सिकमहरू छ, पनिर। अनि यहाँ चाहिँ यो उसहरू छ, ससेजहरू, स्यालेडहरू, एस्पारगस के छ। यहाँ चाहिँ सबै खानेकुराहरू छ। हामी ड्राईको लागि हो, वहाँ गएर हामी फेरि छुट्टै बार्बिक्यू गर्छौँ। छुट्टै बार्बिक्यू गरिहाल्छौँ नि। बार्बिक्यू, भेज बार्बिक्यू, मसरुम, पनिर, टिक्काहरू यताउता एस्पारगस सबै हुन्छ। त्यो भएर हामीहरू तपाईँहरूलाई देखाउँछौँ सबै है त गाइज। ल स्टे ट्युन्ड। गाइज अब चाहिँ हामी रेडी हुँदैछौँ है। दाइहरू चाहिँ उताबाट रेडी भएर आइसक्नु भयो। अनि अब चाहिँ हामी पनि रेडी हुँदैछौँ। भाउजूहरू मेकअप गर्दै हुनुहुन्छ। अनि अब एकछिनमा आशिष दाइहरू पनि आउनुहुन्छ। अनि हामी अब ढिलो नगरिकन, धेरै ढिलो भइसक्यो, 2 बजे निस्किने भनेको, तर अहिले 3 बजिसक्यो। अब चाहिँ निस्किनै पर्ने हुन्छ, नत्र भने चाहिँ आज यस्तो बिजी छ रोड। अनि त्यहाँबाट 2 घन्टाको बाटो हो खासमा, तर 3 घन्टा पनि लाग्न सक्छ। अब हेरौँ कतिखेर आउनुहुन्छ दाइ भाउजूहरू। अनि त्यहाँबाट हामी जान्छौँ है त गाइज। ल एकछिनमा भेटौँला। हेलो गाइज, ल हामी फाइनल्ली रेडी भएर बाटोमा आइसक्यौँ है। अब चाहिँ हामी निस्किनु लाग्यो। उता एउटा ड्राइभर हुनुहुन्छ सृजन दाई, अनि उता चाहिँ आशिष दाई। ल अब हामी चाहिँ सामानहरू एकदम प्याक भएर, अनि त्यहाँबाट एउटा गाडीमा चाहिँ मान्छेहरू बस्ने, एउटामा चाहिँ 2 जना बुढाबुढी मात्रै बस्ने भनेर प्लान भइरहेको छ। ल है त गाइज अब एकछिनमा हामी बिचमा त अब भेट भइहाल्छ। अब एकछिनमा भेटौँला है त गाइज। ल हेलो गाइज, ल है हामी चाहिँ फाइनली हामी हिँडिसक्यौँ आफ्नो गन्तव्यतिर।
अनि आज चाहिँ अहिले हाम्रो एक्चुअली प्लान चाहिँ हामी 2 बजे निस्किनु पर्ने थियो। अब यसो त नेपाली टाइम 3 साढे 3 भइसक्यो। यस्तो रहेछ। ल है त गाइज अब हामी चाहिँ हिँडिसक्यौँ अन द वे टु न्यू कासल है त गाइज। ल एकछिन भेटौँ ल। ल है त गाइज हामीहरू अन द वे छौँ। मलाई चाहिँ रुगा लगाएर यस्तो आवाज आयो त्यसको लागि सरी है। अनि हाम्रो सृजन दाई ड्राइभर हो। अनि हामी जाँदैछौँ अब 1 घन्टाको बाटो छ त्यहाँ पछि अनि भेट्नुपर्छ। त्यो चाहिँ आशिष दाई गाडी हो। ल है त गाइज यो चाहिँ हाम्रो न्यू कासलको हाइवे हो। मस्त गाडी कुदिरहेको छ। ड्राइभरमा यस्तो सृजन दाई भएपछि गाडी छ के त्यस्तो भइरहेछ होइन। अहिले 1 घन्टा थियो अहिले 20 मिनट घटेर 20 मिनट पुगिसक्यो। ल है त गाइस अब एकछिनमा भेट हुँदै गर्छ। म त अब हामी लाइभमा छौँ गाइज है। बेस्ट डेस्टिनेसन छ तपाईँहरू आउन सक्नुहुन्छ। क्यामरा राइड्स गर्छौँ भन्न त हामी प्लानमा हिँडेछौँ तर वहाँ गएपछि थाहा हुन्छ हाम्रो प्लान के हुन्छ भनेर। तर हामी चाहिँ अवश्य हामी घुम्नेछौँ तपाईँहरूमा आउनेछौँ। ल है त गाइज। हेलो गाइज फेरि वेलकम छ है। हामी हाइवे छोडेर हामी आइसकेका छौँ। अनि त्यहाँबाट यहाँ चाहिँ एकदम पिसफुल कि इन्भाइरोमेन्ट। वाओ बाटोमा यस्तो रमाइलो भयो। अब त्यहाँ मेन डेस्टिनेसनमा पुगेपछि त कस्तो होला त गाइज जस्ट इमेजिन। रमाइलो भइरहेको छ। दादाले ड्राइभिङ गर्दै हुनुहुन्छ है। अनि यता दाइ भाउजू दिदीहरू हुनुहुन्छ। रमाइलो भइरहेको छ। अनि आशिष दाइ र भाउजू चाहिँ अर्को गाडीमा हुनुहुन्छ। अनि हामी जस्ट अगाडि पछाडि नै छौँ। आशिष दाइ चाहिँ आउँदै हुनुहुन्छ। टाइममा आयो सनसेट हेर्दै यस्तो बवाल भइरहेको छ। गाइज ल हामी फाइनली आइपुग्यौँ है। ट्याक्क लाएर गाइज हामी चाहिँ आइसक्यौँ है। अब हामी चाहिँ टक्क लाएर टेन्टहरू गाड्छौँ। हामी सबै भिडियोहरू राख्नेछौँ है। ल है त गाइज हामीले चाहिँ यो एरिया डिसाइड गरेका छौँ। यहीँ ठिक होला जस्तो छ। अनि उता चाहिँ छिमेकी पनि छन्। अनि त्यहाँबाट बवाल छ पुरै जङ्गलको बिचमा है। ल गाइज है त। ल है त गाइज हामीले टेन्टहरू लाउँदैछौँ है। अब चाहिँ फोटो सेसनहरू हुँदैछ भाउजूहरूको। फेरि फोटोग्राफर फेरि मै हो है त गाइज। ल हेलो गाइज ल फाइनली हामी टेन्टहरू सबै लगायौँ है। पछाडि यस्तो हुँदैछ। मेरो चाहिँ स्मृति भाउजू हो है। यो समिता भाउजू हो। ल अब चाहिँ हामीले खानाको पनि अब यस्तो भोक लागिरहेछ। अब चाहिँ खाना खान्छ होला एकछिनमा। अनि आशिष दाइले चाहिँ उता के अरे दाउराहरू भाँच्दै हुनुहुन्छ। अङ्कल हो नि त जे भयो नि। अनि दाइको डिपार्ट चाहिँ दाउरा डिपार्ट हो। अनि हाम्रो दाइको रोशन दाइको डिपार्ट चाहिँ यता खानाहरू यताउता म्यानेज गर्ने। ल है गाइज हाम्रो बार्बिक्यूको लागि आगो रेडी भइसक्यो। मैले फाइनली आगो बालेँ है गाइज। अनि मैले यो पनि गराएको हो।
सुरु भइसक्यो त नाचेको लागि लाइट बाल्नु न पूर्व पश्चिम चुक 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 गरेको सपना देखे मायालु मैले तिम्रो लुलो भरेको गाइस अब हामी चाहिँ बार्बीको मासु पोलेर ल्याम्मा ल्याम्मा खान्छौँ है त ल है त अब खाना खान्छौँ हामीले चाहिँ अनि त्यहाँबाट एकछिनमा भेटौँ है त म ल्याम्मा गाइज ल है हाम्रो खाना पनि रेडी भइसक्यो हेर्दा हेर्दै लास्टै टक्क मिलाएर है सबजना र चियर्स है गाइज है हाम्रो चाहिँ यहाँ बिबिक्यू हुँदैछ भिडियो सिडियो बनाउनु यो हो कि इम्पोर्टेन्ट बार्बीक्यू ल है त गाइज हाम्रो यहाँ वुड फायर भइरहेको छ क्याम्प फायर होइन हाम्रो टेन्ट उता छ यहाँ वुड फायर भइरहेको छ खानाहरू यहाँ छ अब एकछिनमा 12 बजेपछि हाम्रो चिकनहरू स्टार्ट हुन्छ है त गाइज यसरी नै हाम्रो यो क्याम्पिङहरू रमाइलो भइरहेको छ भाइब्सहरू ल है त गाइज मेरो चाहिँ फकटप भयो घाँटी चाहिँ मलाई सन्चो थिएन त्यसमाथि सिजन दाइले सब कपडा आफू मात्रै ओढेर मलाई चाहिँ चिसो भएर मलाई मेरो झन् हेल्थ कन्डिसनहरू झन् बिग्रिँदैछ यो भ्लग नआउन नि सक्छ है यही पिच्छ रोकिन पनि सक्छ गाइज अब यस्तै हो कन्टिन्यू गऱ्यो भने चाहिँ गर्छु अहिलेको लागि चाहिँ आगो ताप्दैछौँ अनि चियाहरू पफहरू ब्रेकफास्ट भन्छ ब्रेकी भन्छ त्यो गर्नु लाग्यो अब एकछिनमा अब ब्रेकी गर्न लागेको बेलामा भेटौँ है त गाइज है त गाइज हामीले सुरु गरिसक्यो चना अन्डा हाम्रो के भन्छ यो एकदम पपुलर ब्रेकफास्ट नेपालको पिकनिक जाँदा स्कुलबाट अनि चिया उता पाक्दैछ पफहरू पनि हाम्रो अभाइलेबल छ सबै छ है त गाइज अब हामी ऱ्यापअप गर्दैछौँ अब चाहिँ हाम्रो न्युकासल एरियातिर चाहिँ गइन्छ अब हामी एडभेन्चर एक्टिभिटिजहरू गरिन्छ दाइ हामी के गरिन्छ होला अब हामी क्वाड बाइकिङ गरिन्छ होइन त्यसपछि हामी क्यामल राइड्स गरिन्छ डल्फिन वाचिङ हुन्छ हाम्रो हामी हरेक कुराहरू गर्छौँ होइन त्यहाँ धेरै कुराहरू छ हामी अब यहाँबाट द्रुत गतिमा जान्छौँ हामी 1 घन्टामा त्यहाँ पुग्छौँ त्यसपछि हामी होटल बुक गर्छौँ त्यहाँ हामी फ्रेस हुन्छौँ त्यसपछि हामी चट्ट सबै कुराहरू हाम्रो बुक भइसकेको छ अब हामी जान्छौँ है त ओके धन्यवाद हजुर 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 भाइ कस्तो भयो त हाम्रो हिजोको क्याम्पिङ सब रमाइलो एकदम रमाइलो हो हिजो डेन्जर हाँसियो के अरे है राति दाइ हो फेरि कमेडी सबै गर्ने है मेरो दाइ हो ल है त गाइज अब हामी सब प्याकअपहरू गरिसकियो रोशन दाइले चाहिँ प्याकअप गर्दै हुनुहुन्छ यताउता कोकहरूको त्यो कुल रुम थियो के भन्छ त्यो कुल बक्स अनि हाम्रो चाहिँ अब टेन्टहरू बिस्तारै खोलिन्छ यताको सामानहरू चाहिँ सबै गरियो अनि आगोहरू पनि सबै निभाइयो अब चाहिँ हामी एकछिनमा भेटौँला है त गाइज है हामी चाहिँ यहाँबाट हिँडेको फाइनली एकदम रमाइलो भयो हिजोको क्याम्पिङ बवाल विथ लट्स अफ फन्स एन्ड मेमोरिज अस्ट्रेलियामा चाहिँ फर्स्ट टाइम हो सबैले क्याम्पिङ गरेको एकदम छुट्टै किसिमको फिलहरू आयो रमाइलो भयो हो कि होइन भाउजूहरू कस्तो भयो त हिजोको एक्सपिरियन्स बवाल भयो है ल नेक्स्ट टाइम पनि आउनुपर्छ भनेर अब बिस्तारै हामी यहाँबाट निस्क्यो अब फर्दर प्लान्सहरू त भइरहेको छ न्युकासल गरिन्छ होला मोस्ट प्रोबेबली अनि त्यहाँपछि अरू के हुन्छ अहिले थाहा छैन अहिले यहाँको नेटवर्क लास्टै विक भएर केही पनि यताउता केही पनि हेर्न पाएको छैन कि बुकिङहरू यताउता त्यही भएर हो अब उता गएपछि चाहिँ नेटवर्क टिप्न साथ हामी बुकहरू गरेर हजुरलाई इधर गई अनि तपाईँहरूलाई हामी भन्छौँ है त के गर्छौँ भनेर ओके गाइज अहिलेको लागि चाहिँ हेरौँ